सो हेलो गाइज, आज चाहिँ मेरो डे 7 अफ माई बेली फ्याट लस जर्नीको विकली रिपोर्ट लिएर आएको छु। सो वेटमा खासै चेन्जेस छैन, 60 केजी थिएँ, लगभग अहिले आधा केजी घटाएको छु। त्यो खासै चेन्जेस होइन, त्यो घट्ने बढ्ने भइरहन्छ। आधा केजी चाहिँ त्योभन्दा पनि मैले एक हप्तामा चाहिँ अहिले के अलिकति इम्प्रुभ गरिरहेको छु र के कुरामा चाहिँ मेनली ध्यान दिइरहेको छु त्यो सेयर गर्न चाहेँ। र मेन फोकस भनेको मेरो एक हप्तामा र अहिले अब आउने दिनहरुमा नि गर्ने चाहिँ इन्टरमिडिएट फास्टिङ हो। त्यसमा चाहिँ म बेलुका 7-8 बजे नै खाइसक्छु रातिको मिल, अनि बिहान चाहिँ म सिधै एकैचोटि बिहान 10 या 11 बजे मात्र खान्छु। लगभग 14-15 घण्टाको डिफरेन्स हुन्छ। अनि अर्को भनेको चाहिँ ध्यान दिइरहेको भनेको क्यालोरी डिफिसिट हो। कुन खानेकुरा खाँदा कति क्यालोरी पाइरहेछ यताउति सबै लगभग कन्सियस माइन्डमा चाहिँ बसिरहन्छ। अनि मैले माई फिटनेस पाल भन्ने एप पनि छ, तपाईहरु पनि चेक गर्न सक्नुहुन्छ। त्यसमा तपाईले आफ्नो खाएको खानेकुराहरुको रेकर्ड गरेर हाल्नु भयो भने चाहिँ त्यसले तपाईले दिनमा के कति खानुभयो त्यसले तपाईलाई बेसिक आइडिया दिन्छ। त्यस्तै गरी अर्को तेस्रो कुरा भनेको चाहिँ मैले ध्यान दिइरहेको भनेको चाहिँ वकिङ हो हैन। लगभग म कममा पनि 5000 स्टेप चाहिँ हिँड्ने गर्छु दिनमा अहिले। ल म्याक्सिमम अथवा त्योभन्दा बढी त जति गर्दा नि राम्रै हो। अब आउने बाँकी दिनहरुमा पनि आई होप टु कन्टिन्यू दिस, अनि यही कुराहरु फलो गर्दै जानेछु। रिजल्ट पनि राम्रै आउनेछ आई होप, किनकि यो मेरो फर्स्ट ट्राई हो। पहिला मैले खासै सिरियसली गरेको थिइनँ, 2 महिना ट्रेनिङ गर्दा पनि, र अहिले गर्दैछु। हेरौँ के हुन्छ। ओके, सी यू गाइज टुमारो।